हेलो नमस्ते वेलकम टु माई न्यू ब्लग न्यू डे के छ सबैजनालाई सन्चै होला राधे राधे जय श्रीराम। म आज स्पेसल केही बनाउन गइरहेको छु। हजुरहरू हेर्नु होला के स्पेसल होला भनेर पुरै भिडियो हेर्नु होला। लाइक सेयर कमेन्ट गरिदिनु होला र सबजनामा पुगोस् भिडियो बनेर सेयर गरिदिनु होला। हेर्दै गर्नु होला भिडियो लास्टसम्म हेर्नु होला। राम्रो लाग्यो भने एउटा कमेन्ट छोडिदिनु होला। लु साथीहरू म चाहिँ दाल बनाउन गइरहेको छु। हेर्नु होला दाल कसरी बन्छ भनेर देखाइदिन्छु हजुरलाई। यसमा चाहिँ दाल राखिसक्यो। अब चाहिँ यसलाई दुई पानीले अब धुन गइरहेको छु। हजुरले हेर्नु होला। अब चाहिँ नुन बेसार र तेल हाल्नु छ। हजुरहरू कतिको चर्को खानुहुन्छ त्यतिको नुन राख्नु होला। धेरै चर्को चाहिँ गर्नु हुँदैन, नभए पानी खाएको खाइ गर्नुपर्छ। नुन भइसक्यो। अब बेसार राख्न गइरहेको छु। धेरै बेसार राख्नु न, थोरै राख्नुपर्छ। अब तेलको पारा आइसक्यो। अब तेल राखौँ। थोरै तेल राखेँ। अब ग्यास अन गर्छु अनि कुकर चढाइदिन्छु। 10-5 सिटीमा लागेपछि भइहाल्छ। हेर्नु होला हजुरहरू। यो आलु काटिरहेको छु। कसरी आलु काटिन्छ भने म बताइदिन्छु। खालि केटी मान्छेले खाना बनाएर मात्रै हुँदैन हो, केटा मान्छेलाई नि सिक्नुपर्छ, बनाउनुपर्छ। विदेशै गयो भने कसले बनाइदिन्छ? आफै बनाएर खानुपर्छ। पढ्नलाई बाहिर गयो भने आफै बनाएर खानुपर्छ। त्यही भएर केटाहरू सिक्नु गयो हो। कहिलेकाहीँ मम्मी बिरामी भयो भने छोराले बनाएर खुवाउनु सक्छ आफ्नो मम्मीलाई, बुहारीलाई, छोरीलाई, बुढीलाई, सबलाई खुवाउनु सक्छ। त्यही भएर साथीहरू केटाहरू एउटा है मेहनत गऱ्यो भने मेहनतको फल पाइन्छ। यही हो। हजुरहरू चाहिँ लास्टसम्म हेरिराख्नु कसरी तरकारी पाकिन्छ। अब यो तातो भएपछि यसमा तेल हाल्छु। हेर्नु होला। तातो भइसकेको तेल राखिरहेको छु। तेल तातो भइसक्यो। कोबी राख्न गइरहेको छु। कोबी निकालेर फ्राई गरेर आलु कोबी निकालिसकेको छु। अब यहाँ प्याज काटेर
मसला राख्न गइरहेको छु साथीहरू हेर्नुहोस् यो नुन अनुसार कति अनुसार चाहियो त्यति राख्नुहोस् हामी चाहिँ थोरै खान्छौँ तर थोरै राखेको अनुसार यो धनिया मसला यो चिल्ली पाउडर भन्छ खुर्सानीको धुलो थोरै राख्नुपर्छ थोरै राखेको धेरै खानु हुन खुर्सानीको धुलो भइसक्यो अहिले चलाइदिने गएँ चलाइदिने अनि लास्टमा पानी राखिदिने अनि तरकारी पाकिसक्छ साथीहरू जसले खान मन गर्छ भने आउनुहोस् मेरो घर खान मस्तले अब यसमा पानी चाहिँ राखिसकेको छु हैन यो पानी लेतो जस्तो हुन दिन्छु हिट दिइसकेको छु फुल हिट मस्तले तरकारी पाकिहाल्छ यसमा चाहिँ भात रहेछ दाल पाकिसकेको छ मस्तले अब खाने हो हजुरलाई कस्तो लाग्यो आजको भिडियो हैन कमेन्टमा भनिदिनु होला त्यही कमेन्ट पढेर राम्रो लाग्छ राम्रो कुरा भन्नु होला कस्तो लाग्यो हैन भिडियो हेर्नु होला